हाई सबैजनामा नमस्ते। म चाहिँ आज के कुरा भन्न आएको भन्दाखेरि चाहिँ मैले चाहिँ हिजो हाम्रो यता के अरे टिकटकहरू भिडियो पोस्ट गरिरहेको थिएँ। अनि त्यहाँ चाहिँ पोस्ट गर्ने क्रममा चाहिँ मैले ठ्याक्कै एउटा स्क्रोल गर्दै हाम्रो बेबु दिदीको आमाको निधन भएको भन्ने टाइपको एउटा खबर देखेँ मैले होइन त्यहाँ टिकटकमा। अनि त्यसपछि कस्तो भन्दाखेरि एउटा पोस्टर मात्रै देखेँ जुन चाहिँ बेबु दिदीले नै अपलोड गर्नुभएको थियो। अनि त्यसमा चाहिँ मैले एकदम सक भयो। मम्मीलाई सुनाएँ, हामी सबैजना सकिङ भयौँ। लाइक मलाई हिजो प्रोग्राममा पनि गएको थियो नि त, प्रोग्राममै हामीले थाहा पाएको। अनि कस्तो नराम्रो लाग्यो त्यस्तै 5 बजे कि 6 बजीतिर थाहा पायौँ होला रातिको बेलुकाको। अनि त्यहाँपछि साह्रै नराम्रो लाग्यो। अनि वालाई रेस्ट इन पिस। अनि त्यहाँपछि कस्तो भन्दाखेरि चाहिँ अनि सबैजनाले चाहिँ मेरो भिडियोहरूमा कमेन्टमा आएर भन्नु हुँदै थियो कि पवन भाइ तिमी किन नगएको, तिमीलाई मैले बेबु दिदीले गर्दाखेरि चिनेको अथवा बेबुले गर्दा चिनेको, म तिमीलाई अनसब्सक्राइब गर्छु, तिम्रो युट्युब ग्रो नै बेबुले गर्दा भएको, तिमी यस्तो गर्छौ भाइ, आज आएर गद्दारी काम गर्छु भनेर मलाई धेरैले प्रश्न उठाउनु भयो होइन। किन बेबु दिदी घर नगएको, किन बेबु दिदी घर नगएको, तिमी यसरी हाँसी खुसी टिकटक बनाइबस्छौ, बेबुलाई कति दुःख परिरहेछ उता भनेर भन्नुभएको छ होइन। सुखको बेला मात्रै जान्छु, बर्थडेको बेला जान्छु, अरू बेला जान्छु, दुःखको बेला चाहिँ जाँदैनौ भाइ भन्नुभयो। हामीलाई खबरै थिएन। तपाईँहरू जस्तो मन त्यस्तै हो गाइस। चाहिँ हाम्रो यता दिपक गोली दाईहरू अनि हाम्रो भेनाहरूको लाइक भेना र हाम्रो बेबु दिदीको चाहिँ सँगै भएको बेला दिपक गोली दाईले पोस्ट गर्नुभएको थियो एउटा भिडियो जुन चाहिँ हाम्रो बोजूलाई चाहिँ अगाडि जलाइरहेको अनि हाम्रो बेबु दिदी र भेनाले हेरिरहेको फुटेज चाहिँ जुन सार्वजनिक गर्नुभएको थियो दिपक गोलीजीले। अनि हाम्रो यता डाक्टर शशाङ्कजीले पनि गर्नुभएको थियो रहेछ। अनि त्यो बेला भिडियो चाहिँ मैले देखिनँ किनकि दिनभरि प्रोग्राममा थिएँ। डाइरेक्ट 5-6 बजे यसो फोन हेर्छु त त्यस्तो देखेँ। म त अचम्मै पऱ्यो, छक्कै पऱ्यो। हिजो बेलुका जाम भनेको अब नभ्याएर अब के होला भनेर। अनि त्यहाँ चाहिँ आज चाहिँ म आएको छु। सो सबैजनालाई चाहिँ एक्सट्रिमली सरी, मैले नथाहा पाएर हो, तपाईँहरूले त्यस्तो नसम्झिनु होला है। कमेन्टहरूमा मलाई त्यस्तो नभन्नु होला, अनसब्सक्राइब गर्छु यता त्यता नभन्नु होला है। मैले त्यस्तो कहिले केही सोचे पनि छुइनँ, मैले नराम्रो केही छैन। आफ्नो दिदी हो। अनि म अहिले मेरो अब 4 बजेको पोखराको फ्लाइट छ, त्यही पनि म एकदम इम्पोर्टेन्ट काम छ मेरो पोखरामा, त्यही पनि म आउँदैछु अहिले। किन भन्दाखेरि अहिले ठ्याक्कै म 2 बजिरहेको छु, मेरो 4 बजे फ्लाइट छ, त्यही पनि म आइरहेको छु। किन भन्दाखेरि भ्याइ नभए भने आइरहेको छु, किनकि हजुरहरूको लागि पनि अनि हाम्रो स्पेसली हाम्रो बेबु दिदीको लागि पनि। अब हजुरहरूको लागि चाहिँ कसरी भन्दाखेरि चाहिँ म भिडियो नबनाइकन आउनु सक्थेँ नि त, आएर निस्केर गइ नै हाल्थेँ। अब हजुरले भिडियो बनाएन भने यो भाइ गएन भने पनि थाहा हुन्छ नि त, लाइक देखिँदैन नि त। अनि त्यही भएको कारणले गर्दाखेरि चाहिँ भाइ गएन छ भनेर तपाईँहरूले लाग्छ भने चाहिँ मैले भिडियो पनि बनाएँ, भ्लग पनि प्रोपर भ्लग बनाएर गएको। सो अब चाहिँ म जान्छु, हामी बेबु दिदी घर चाहिँ उहाँ माथि छ। अब चाहिँ म यताबाट जान्छु जे होस्। अब हामी फर्केर जान्छौँ, किन भन्दाखेरि चाहिँ यहाँ चाहिँ बाटो खराब रहेछ। अघिबाट आउँदाखेरि नि एकदम खराब थियो बाटो। अनि अहिले चाहिँ अब हामी यताबाट घुमेर अनि बेबु दिदीको घर जान्छौँ है त गाइस। सो अब हेरिदिनु होला अन्तिमसम्म यो ब्लग। अनि सबैजनाले माया गरिदिनु होला है त गाइस। दिदीलाई अहिले म चाहिँ मम्मी होइन? हजुर मेरो मम्मी। अन्त मैले आमा छोराको भिडियो नि म चाहिँ आमा छोरा होइन होला दिदी भाइ होला भनिरहन्छु। के भन्नु अरे? आमा छोरा होइन होला दिदी भाइ होला भनिरहन्छु। दिदी भाइ गर्मीको टाढा हुन्छ क्या। त्यसो अब हामी जान्छौँ। अनि सुन्नु न, ऊ बेबु दिदीले आउनुभएको छ भने भन्नु ल, म फेरि निस्किहाल्नु पर्छ। हजुर दिदी नमस्ते। खर आएको दिदी? अहिले फेरि त पोखरा जानुपर्ने, अहिले फेरि एकछिनमा म फेरि एकछिनपछि हजुर म जान आँटेको। मेरो पोखराको फ्लाइट छ अहिले, म जान आँटेको फेरि दिदी है। भेट्नु मात्रै आँखा सुन्नेछ नि, हुन्छ आँखा सुन्नेछ भगभग भएको नि। हुन्छ हस् दिदी, म लागेँ है त। हुन्छ हस् फेरि ह्यान्डसेक। हस् हस् म लागेँ है त। भेट्नु मात्रै आएको ल। मान्छेहरू सबै घर अहिले छ टिकट काटिसकेको छ। अनि फेरि बुक गरेर 3-4 दिनपछि आउँछ। अनि फेरि अब यति यसलाई सबैले प्रश्न सोधेको छ रे। सुखमा त जाने, दुःखमा हामी थाहा थिएन नि त। हिजो थाहा थिएन नि त। हिजो यसलाई उता बोलाएको थियो। मान्छे घर नहुँदैन नि त, अनि भेट्नै गयो भनेर मात्र माया हुन्छ भन्ने नि।